तपाईको रिपोर्ट भन्छ असामान्य। तर के तपाईँ साँच्चै बिरामी हुनुहुन्छ? धेरैजसो मानिसहरू ल्याब रिपोर्टमा गाढा अक्षरमा लेखिएको अङ्क देख्ने बित्तिकै अत्तालिन्छन्। तर वास्तविकता के हो भने कागजमा देखिने नर्मल रेन्जभन्दा बाहिर हुनु नै सायद तपाईको शरीरको लागि सबैभन्दा सामान्य कुरा हुन सक्छ। यो किन हुन्छ भनेर बुझ्नको लागि यी रेन्जहरू कसरी बन्छन् भन्ने कुरा हेर्नुपर्छ। ल्याबहरूले 95% को नियम प्रयोग गर्छन्। उनीहरूले स्वस्थ मानिसहरूको ठूलो समूहमा परीक्षण गर्छन्, त्यसको नतिजालाई एउटा ग्राफमा उतार्छन्, अनि त्यसपछि माथिल्लो र तल्लो डिस्कोबाट 2.5% नतिजालाई हटाइदिन्छन्। यसको अर्थ परिभाषा अनुसार नै 5% पूर्ण रूपमा स्वस्थ मानिसहरू सधैँ यो नर्मल घेराभन्दा बाहिर पर्छन्। यो केवल गणितीय तथ्याङ्क मात्र हो, कुनै रोगको सङ्केत हुनै पर्छ भन्ने छैन। यसरी सोच्नुहोस्, यदि तपाईको डाक्टरले 20 वटा फरक परीक्षणहरू गर्नुभयो भने केवल गणितीय सम्भाव्यताका आधारमा मात्रै पनि कम्तीमा एउटा नतिजा असामान्य आउने सम्भावना 64% हुन्छ। हुन सक्छ तपाईँ खेलाडी हुनुहुन्छ, वा तपाईले खाली पेटमा परीक्षण गराउनुभयो, अथवा तपाईको शरीरको बनावट नै औसतभन्दा अलि फरक हुन सक्छ। यसलाई बायो इन्डिभिजुअलिटी अर्थात् जैविक विशिष्टता भनिन्छ। त्यसैले डाक्टरहरूले क्लिनिकल कोरिलेसन नामक पद्धतिको प्रयोग गर्छन्। ल्याबको रिपोर्ट एउटा ठूलो पजलको एउटा सानो टुक्रा मात्र हो। यदि रिपोर्टमा अङ्क अलि बढी देखिएको छ तर तपाईँ आफूलाई स्वस्थ महसुस गर्नुहुन्छ, शारीरिक परीक्षण ठीक छ र अन्य सूचकहरू स्थिर छन् भने त्यो एउटा अङ्कले खासै अर्थ राख्दैन। एउटै अङ्कको पछि लाग्नुभन्दा समयसँगै आइरहेको परिवर्तन अर्थात् ट्रेन्डलाई हेर्नुहोस्। के यो समयअनुसार फेरिएको छ? के यो तपाईको स्वास्थ्य अवस्थासँग मेल खान्छ? वास्तविक उत्तर त्यहाँ लुकेको हुन्छ। त्यसैले अर्को पटक आफ्नो रिपोर्टमा हाई वा लो देख्दा एकपटक लामो सास फेर्नुहोस्। एउटा तथ्याङ्कलाई मात्र आफ्नो स्वास्थ्यको परिभाषा बनाउन नदिनुहोस्। आफ्नो डाक्टरलाई सोध्नुहोस्, के यो नतिजा मेरो लागि साँच्चै अर्थपूर्ण छ?